हेलो गाइज, तपाईँहरूलाई गरिमाको ब्लगमा स्वागत छ। आज चाहिँ लेबर डे हो नि त, अनि आज छुट्टी छ। म चाहिँ यहाँ मस्त सुतेर भर्खरै उठेँ। अल्छी पनि लागिरहेछ। कस्तै छुट्टीको दिन मजा पनि आउँछ, अल्छी पनि लाग्छ क्या। लास्टै कहीँ निस्किन मन लागेको छैन, आनन्दले घरमै पुरा सुतेर रेस्ट गर्न मन लागिरहेछ क्या मलाई। अनि यहाँ मलाई छोरी कराउँदैछ, यहाँ के गर्ने मामु भन्दै। उसलाई चाहिँ अल्छी लाग्यो अरे, टिभी हेरी अनि खाजा खाएँ, मोबाइल चलाएँ एकछिन है, मोबाइल पनि कति चलाउने। अनि साडी लगाउँदैछ, म तपाईँलाई देखाउँछु ल। छोरीको छुट्टी छ नि त, मेरो पनि छुट्टी छ। अनि यहाँ नानी पुरा टिकटक बनाउन इन्जोय गर्दैछ, साडी लगाउँदैछ। नानी साडी लाउन आयो? अनि पुरै साडी लाउन जान्ने जस्तै मजाले मुजा बनाउँदैछ त हातले। मुजा त बनाउन सकेनौ? एकचोटि ट्राई गर, अनि लास्टमा भएन भने म तिमीलाई लगाइदिन्छु ल। अनि बनाउनु नि भिडियो। छोरी यो कस्तो स्टाइलको साडी हो? यो हामी रक स्टाइलको साडी हो। रक स्टाइलको हो? अनि लाउन आयो? सुरुमा हो यता अगाडिपट्टि मुजा बनाऊ न, अनि मुजा बनाएर अनि आँचल यस्तो घुमाएर अनि लैजानु पछाडिपट्टि। तिमी ट्राई गर न एकचोटि मजाले, फेरि खोला न सबै, अनि फेरि लगाउला। कुन गीतमा बनाउने अरे? अनि टिक टाइम मकैबारी दरेम दरेम। अनि के भन्छ पुरै गीत भन? पुरै साडी लाएर आयो भने, कालो चस्मा लायो भने, पक्लक्कै डल्छ क्यालो दरेम दरेम, मकैबारी दरेम दरेम। अहिले के हो, भाइरल गीत हो? काक्रा पनि छ यहाँ। गाइजहरू, मलाई साडी लाउन आएन, मम्मीले लगाइदिँदै हुन्छ। यताबाट हो क्या जहिले पनि होइन? अब घुमा त, घुमा तिमीलाई मजाको बनाइदिन्छु क्या है। यता मिल्यो? त्यो भयो अझै एकछिन चलाउ ल। सजिलो हुन्छ ल, मान्छेको मिलाउनु गाह्रो हुन्छ। यो मेरो साडी हो नि त गाइज, अनि नानीलाई मुजा धेरै हुन्छ क्या। खै कत्रो भयो आज, अझै रहेछ, टन्ने रहेछ नि। अब कतिवटामा बनाउने, कतिवटा गीतमा बनाउने? खै कति खै यति त चाहिन्छ हौ, यति त घुमाउनु पऱ्यो नि त एकछिन पखाला, यति त छोड्नु पऱ्यो नि त। यति ठिक्क हुन्छ? ठिक्क हुन्छ। एउटा उयो भएको भए ठ्याक्क हुन्थ्यो। फिचेछ त्यहाँ अहिलेको त्यो मैले बनाएको हो त। खै यता त फुस्किन्छ भनेर डराउने। यतापट्टि ल, नचलाउ ल। यहाँ टाइट पनि कमायो नि। पछाडि भएको हो के हुँदैन। कपाल त उता लगाउनु, डर लाग्यो घुच्छ। भोट लगाऊ। अब यहाँ छोड्ने होइन ल, कति क्युट भयो। छोरी कस्तो भयो त साडी लाउँदा? राम्रो हो, मजा आयो? भिडियो चाहिँ अलिक फन्नी टाइपको छ, फन्नी नै गीत थियो, राम्रो भएको छ। अब खोल्ने हो? अब खोलेर मजाले पट्याएर राख ल। एकचोटि घुमा त ल। गाइज, हाम्रो छुट्टीको दिन चाहिँ यस्तै रह्यो। बाई बाई गाइज, लभ यु अल, सपोर्ट
सब्सक्राइब गर्नु ल हाम्रो Yes. युट्युब च्यानललाई बाई बाई